बाइकसँग सँगसँगै कुद्छ कि बाइक रेस गर्छ कि तर अरू मान्छे थाहा पाउँदैन नि मान्छे चाहिँ कति अत्तालिँदैन। अब हामी चाहिँ यहाँ चढ्नुमा पनि यति बार्गेनिङ गरिरहेको छौँ यति बार्गेनिङ अब यति दोधारमा पर्यो यति दोधारमा पर्यो। अब यो टिमहरू 2-4 जना चाहिँ बाइकमा जाने भन्दै गर्दाखेरि हाम्रो कडक्कै मन दुखेकै हो त यो। हजुर दाइ मैले चाहिँ निकालेको फेरि मौरी मेहनत उद्घाटन हान्थ्यो नि त बेसी उठेर चराप। आज पनि न्यू भ्लग लिएर आइपुगेको छु तपाईँलाई मेरो भ्लगमा स्वागत गर्न चाहन्छु। आज चाहिँ हाम्रो यात्रा यहाँ हाम्रो बाँसपानीदेखि पाथिकासम्मको हुनेछ र पाथिकामा चाहिँ विशेष गरी अब हाम्रो शम्भुराजको यसो जेठान साप अस्ति खोज्नु भएको थियो अनि त्यसकै यसो निम्तमा अब के कस्तो हुन्छ बाटोमा तपाईँलाई देखाउने नै छु। 4वटा झोला बाइकमा र हामी चाहिँ अब यतिजना भेला हो यता हाम्रो साइली मात्रै छन् छोरी मान्छे चाहिँ अनि अब बाटोमा के कसो हुन्छ तपाईँलाई देखाउँदै नै लानेछु भन्दै अहिले चाहिँ अब यो ठ्याक्क हामीहरू खबुङमा आइपुगेको छौँ र यो खबुङको ठ्याक्क यो 0 पोइन्ट हो। यो चाहिँ अब यो उता फेदी भोजपुर जाने बाटो हो यो चाहिँ भने अब यो चाहिँ यता तिक्तेलतिर हुँदै अब यो खार्मी लगायत अब यो पश्चिमतिर जाने दक्षिणतिर जाने पश्चिमतिर जाने बाटो हो र यहाँ चाहिँ यस्तो फलैजा पनि बनेको छ र हाम्रो चाहिँ साथी अब यस्तो पनि छ अब यो पछि गरी हिँड्छ अब नगर भन्नु पनि भएन। साइलीले चाहिँ अब 2 तोला शून्य हराएँ भन्दै थियो पायो कि पाएन साइली पायो। हाम्रो बाटोमा हिँड्दा चाहिँ रमाइलो गफ भइरहेछ। अब कुकुरले के गर्छ अरे भनौँ कुकुर चाहिँ बाइकसँग सँगसँगै कुद्छ कि बाइक रेस गर्छ कि तर अरू मान्छे थाहा पाउँदैन नि मान्छे चाहिँ कति अत्तालिँदै लड्नु खोज्छ क्या। अनि सक्नेलाई चाहिँ के गर्छ अरे अनि उसको के अरे कुकुर झगडा पऱ्यो भने सक्नेलाई चाहिँ मटर पट्टर टुक्टाक पारेर हिँडिहाल्छ नसक्नेलाई चाहिँ कुयौँ गरेर उताले फर्टिन्छ अनि सुगिदिन्छ अनि टोक्दैन यसलाई। अब भनेपछि सक्नेलाई चाहिँ दलिहाल्दै नसक्नेलाई चाहिँ आत्मसमर्पण गर्ने रहेछ होइन त। काना खोला हो अब यहाँ सदाबहार पानी हुन्छ। अब यहाँ धेरै ठुल्ठुला सिँचाइ पनि चलेको छन्। अब यो एउटा सिँचाइ हो योभन्दा माथि पनि 1-2वटा सिँचाइहरू छ र यो खोलामा चाहिँ 12 महिना पानीको अभाव हुँदैन। त्यही भएर उनीहरू यहाँ ठुल्ठुला सिँचाइ पनि छन्। यो 9 नम्बर साबिक 8 नम्बर 9 नम्बरवाला चाहिँ एकदम पानीले चाहिँ प्रशस्तै अब खेतीयोग्य जमिनमा चाहिँ पानी पुर्याउन सफल भएका छन्। हाम्रो यात्रा निरन्तर छ। अब यो मध्य 12 बजीको घाममा चाहिँ हामी चाहिँ यसरी हिँडिरहेको छौँ। अब छाता हुनेले छाता ओरिराखेका छन् हामी चाहिँ अब यतिकै हाम्रो मौलेको अघि म पछि त्यस पछाडि क्रमशः हाम्रो दिदी बहिनी दाजुभाइहरू पछाडि पछाउने क्रम। 40 रुपियाँ पावा पर्छ 40 रुपियाँ पावाको 80 रुपियाँ 160 120 रुपियाँ केजी। अब हामी चाहिँ ठ्याक्क खोकमा आइपुगेको छौँ र हाम्रो तिलक साम्पाङ भ्लग बनाउनुहुन्छ यसो संस्कार संस्कृति सम्बन्धी उहाँले चाहिँ र खोकोलुङ चाहिँ यो माथि हो यसो खोकोलुङको यो दिइराख्नुहुन्छ कोही बेला र यतातिर हुनुहुन्छ। अब हाम्रो तिलक साम्पाङको गाउँ ठाउँमा आइपुग्यौँ। अब यो चाहिँ हामी ठ्याक्कै यो देवीथान खोकमाको देवीथान भन्छ यो पनि धेरै मजाले संरक्षण भएको छ। अनि यहाँ छौँ अब हामी चाहिँ यो रोडको बाटो हिँड्दै आज रक्सी दिउँ अनि मैले चाहिँ यो चाहिँ बेहुलाको मामालाई पनि दिने रक्सी हो भनेको इन्द्रलाई चाहिँ थाहै भइदिन्छ क्या उसको बाउ नै बेहुलाको मामा हो भनेर। अनि अब भाङ्गोमा को नचिनेको मान्छे भनेर त्यस्तो लागिरहेको बेहुलाको मामा चिन्छस् मलाई। अनि बेहुलाको मामा चाहिँ उसकै बाउ अनि उसले नै बेहुलाको मामा चिन्दैन छिमेमाइलेहरू पनि कन्फ्युज के हो त है साँच्चै बेहुलाको मामा चाहिँ को भनेर कन्फ्युज हुँदो रहेछ क्या। अनि फेरि भरे आफै इन्द्र सम्झेछ अनि फेरि हाँस्छ क्या भन्छ म चिनाउँदैछु भरे तँलाई कहाँ बेहुलाको बाउ हुन्छ आफू पनि सम्झि पाएछ नि हाँस्छ क्या खराब भइहाल्छ त्यसो भए त। अनि त्यस पछाडि फेरि यो बेहुलाको मामा भन्ने कुरा चाहिँ इन्द्रले निनी खाल जतिलाई सबैले सुनाउनु भएको र सुनाइसकेको अब उनीहरूले मलाई च्याचा भन्दै हुनुहुन्छ अरे अब हामी चाहिँ यो अगाडिको पुल तरेर यो पारिपुरी तर्छौँ। यो पारी चाहिँ पाथिका गाविस पर्छ र यता वारी चाहिँ अब यो खोकमा बाँसपानी वडा नै हो। यो पल्लो खोल्चादेखि उता फेरि खारताम छ हो। अनि अब हामी चाहिँ यो खोला तरेर यो पुल तरेसके पछाडि चाहिँ उकालो गएर अब हामी यो पुल तरेर पारी जान्छौँ। यो चाहिँ ताप खोलाको पुल हो यो खोकमा र पाथिका जोड्ने पुल। अब यो यसलाई ढोगी पनि राख्नुपर्छ यहाँ देउता पनि बनाउनु भएको छ यसरी। अनि अब यसरी
यो पुल चाहिँ एकदम नयाँ हो, अब सञ्चालनमा आएको लगभग 1 वर्ष चाहिँ हुँदैछ होला र यो एकदम राम्रो गरी बनेको छ, एकदम फराकिलो रहेछ। यो चाहिँ पुल बनेपछि चाहिँ अब यो यता खोकमा भनौँ न, खोकमादेखि पारी तरङ्ग चाहिँ एकदम सहज र यहाँका जनताहरूले पनि एकदम सेवा सुविधा चाहिँ पाउनु भएको छ जस्तो लाग्छ मलाई। अब किनभने हामी जस्तो बटुहरू पनि हिँड्दै गर्दाखेरि बटुहरू हिँड्दै गर्दा पनि अब सहज भयो नि त, बाटो पुल छिटो हो नि त तर्नको लागि। अब यहाँ त उधो पनि थियो, यहाँ हल्लेर झर्न आँट्यो, केटाकेटी जस्तो खेलेको हेर्नुपर्छ। हेलो 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 हेलो। अब हामी चाहिँ यो आधी बाटोमा आइपुगेछौँ। यो अब खोकमा नै भन्दा चाहिँ वारी पारी खोकमै हो। यो चाहिँ अब यहाँदेखि भयो पाथेका गाविस चाहिँ हो, तर यहाँ टोल चाहिँ अब खोकमै भन्दो रहेछ नि। यहाँ हामी धेरै तिर खायौँ, धेरै झाप्यौँ, अनि पानी टन्नै खायौँ त 2 बोटको। अनि टन्न भएर अब हामी फेरि उकालो तिरै लाग्दैछौँ। यता हाम्रो मन्दिरलाई पनि निकै घाम भयो जस्तो छ। कस्तो हुँदैछ त यात्राहरू? यात्रा एकदम शीतल छ हजुर, शीतल छ है? शीतल छ, जाडै छ होला भनेर उनीको ज्याकेट लिएर आएको। ल ठिक छ, अझै यो पनि अर्को पनि थप्दा हुन्छ नि त, जाडो भयो। ठिक छ, अब यता हाम्रो फेरि पवन चाहिँ एकदम आज चाहिँ खुसीले यति मन पनि ठाउँमा छैन। उसको झन् विशेष यतै यो ठाउँमा पहिलो ए होइन दोस्रो तेस्रो यात्रा होला यता पाथेका आइपुग्दै गर्दाखेरि खुसी सकेर एकदम नयाँ ठाउँ हर्षोल्लास बेग्लै छ उसको। अब झोलामा एकदम खानेकुराहरू पनि बोकेर छैन। अब के छ त झोलाभित्र चाहिँ अब हामी चाहिँ हेरेछौँ कि हाम्रो झोला छैन त, कसैको पनि छैन नि त। यता यी साइलीको सानो झोला छ, हामी सबैले त छौँ। र हाम्रो पवन चाहिँ एकदम आज कोसिलीसँग आएको छ। यो चैत्र महिना हुँदै गर्दा पनि केही फरक चाहिँ पर्दैन भनेकै हो। उसको झोलामा अमला छ, अमला। अनि हाम्रो साइलीको यात्रा कस्तो हुँदैछ? मेरो यात्रा चाहिँ एकदम सहज। पवनले झोला बोक्दैछ, छाता उडाइदिएछ, त्यही भएर सहज भइरहेछ। त्यो झोला त कोसीले होइन र? ल ठिक छ। अब हाम्रो बुबु चाहिँ खुसीले होला अगाडि कुदेको हामी चाहिँ यसरी पछाडि हिँड्नै नसक्ने अवस्थामा छौँ। बुढो त रहरले नि हामीलाई परले उकालो। अब हाम्रो साइनले भनेको यो सुनाखरीमै 32 जातको हुन्छ अरे। मैले चाहिँ दुई खालको चाहिँ देखेँ। यो माथि फुलिरहेछ सेतो, अनि यो के गर्छ साइनले? यो अब हामी चाहिँ यहाँ पाथेका आइपुग्यौँ र हामी यति तिर्खाएको थियौँ। पानी खाएको चाहिँ मैले देखाइनँ र यता खाएको चाहिँ म देखाउँछु। सानो तिर्खा लागेको थिएन है। हो हाम्रो बुबा चाहिँ फेरि ससुराली भन्ने बित्तिकै कुद्दा हामी भेटाउनै नसकेर आज भाउजूले अब यो ड्यु पनि अब दिनुभयो। अनि अब यति वचन गफ हान्दैछन् हाम्रो सबैजनाले आफ्नो आफ्नो गफहरू। है हाम्रो पवनको पनि अब हुनेवाला ससुराल। दुईजना चाहिँ अघि नै खाइसक्यो हुनाले अब हामीलाई रुक्ने। अब हामी चाहिँ यसरी खान्छौँ। अनि बडीगार्ड यसो सेक्युरिटी बस्नु पऱ्यो नि त होइन। खाइसके पछाडि हामी चाहिँ टोली नै अब घरतिर जाने, त्यस पछाडि हामी घरतिर लाग्ने। यो पनि आइपुगेको छ हाम्रो जम्बो टोलीहरू। रक्सी महिला हामी त खाना पर खाएर आएको नखाने। ल चुरोटमा खाँदिनँ, यो बिँडीमा खाँदिनँ है दाजु।
अब हामी चाहिँ बिदा माग्ने क्रममा हाम्रो बागल चाहिँ 10 किलोमा बसेर चट्ट यतै मक्लाना बोकिँदो रहेछ अब हामी बिदा मागेर घरतर्फै लाग्दैछौँ। हाम्रो मन्दिर चिसो लागिसक्यो, एकदम चिसो लाग्यो। अहिलेको अवस्था त्यस्तो छ अब भित्र अब भनेपछि छिटो छिटो चाहिँ अब साइली नै पस्दैछ है। है हजुर अन्तिम बिताउने अब हामी चाहिँ घरभित्रै बसेर यसरी अब खान चाहिँ टन्नै खाइयो। अब अलिअलि बाँकी होला। अब हामी खानु चाहिँ लजाएको छैन होइन। चिसो कि रक्सी हौ त्यो खाँदिनँ भन्दा भन्दै अब खाने नै हो। अब ल एक चम्मच चाहिँ खाइ नै सक्यो होला। निम्टै पो रहेछ त खाँदिनँ भन्दै निम्ति हो। यति फुल मेन उद्देश्य भनेकै बेसीमा तल मौरी पाल्ने, एकमा आलु रोप्ने। आलु रोप्नु त्यति नै हो। खलाटे हिँड्ने खलाटेमा चाहिँ घरमा आलु रोप्छ होइन। अनि यस्तो हो नि त फेरि माछा पनि लाउँछ जतिले बेसीमा मौरी पाल्दा मौरी हेर्दाखेरि माथि आलु छ आलु हेर्दाखेरि आलु चाहिँ कति रोप्ला भन्ने छिटै सुक्नु सक्छ यसको होइन। अहिले मात्रै गर्ने होइन नि त, सम्पूर्ण टिमले हो नि त। ल अब हाम्रो बरले चाहिँ अब यत्रो कोसीले हामीलाई बाटोमा अनि यसलाई शीतल त छैन नि त। होइन म हात भन्दा भन्दै अब यो भित्र बसेर धेरै नै गफ हो। अब यो गफलाई चाहिँ अन्त्य गर्दै हामी के भन्ने साइली एउटै साथी हो भन्ने केम नभन्ने जुत्ता सुत्ता मिलाउने अब यसरी बाँध्ने अब टाढाटुनु भएर हिँड्ने। एकछिनमा रोइदियो नि त भन्दै भन्दै हामी चाहिँ घरतर्फै लाग्दैछौँ। के अरे जे हामी उतै जानुपर्ने हो। ए बरी अब हामी लागेको ल। अब राम्रोसँग आउनु होला। हामी चाहिँ घरतर्फ लाग्यौँ है त। आजलाई बाई बाई। खुसी यति खुसी अब बाइकमा जानु पाउने भनेर। अब बाइक पनि अब हामीसँग दुईवटा मात्रै छ। अब कसरी जाने भनेर हामी मान्छे भयौँ 6-7 जना। अनि अब अलिक गाह्रो छ के स्थिति। आज चाहिँ हामी यति दोधारमा पऱ्यौँ। अब यो टिमहरू 2-4 जना चाहिँ बाइकमा जाने भन्दै गर्दाखेरि हाम्रो कडक्कै मन दुखेकै हो। अनि त्यस पछाडि अब फेरि हामी चाहिँ अब फेरि अर्को बाइक खोजेर जसरी पनि जाने भनेर अब यतिजना चाहिँ अटो नै पर्खिँदैछौँ। त्यही भएको हुनाले अब हामी बाइक पर्खिँदैछौँ। हाम्रो समरा चाहिँ अब बाइक ल्याइदियो। अब यो चाहिँ अब टक्क देउताले कुदाउने अनि हामी चाहिँ लाग्ने। अब हामी चाहिँ यहाँ चढ्नुमा पनि यति बार्गेनिङ गरिरहेको छ। यति बार्गेनिङ अब हामी जस्तो मान्छे नै छैन होला। हामी चाहिँ यसरी अब सरर पारेर 3 जना अब एउटै बाइकमा अब हाम्रो घुम्न जाने कान्छो चाहिँ एकदम एक्सपिरियन्स भनेर अब खतरा भनेर चाहिँ हामी 3 जना चढिरहेको छौँ यो बाइकमा चाहिँ। अब बाइक चाहिँ कन्डिसनमा छ, त्यही भएर पनि यसो भर पर्दो खालको बाइकमा चाहिँ हामी 3 जनै चढिरहेको छौँ है जातिहरू। बिचमा साइली छ। अब साइली चेपिन्छन् भनेर अब म चाहिँ यसो जोगिएर बसिरहेको छु। खोला हो हाम्रो अब यो शुक्रबारे हो। अनि अब हामी चाहिँ कडक्क पारेर यसरी अब यसरी तार्ने हो। यो पानी यो यतापट्टि थियो पहिला, यो बिग्रेको छ। यो अब यो बिग्रिँदै गर्दा पनि अब यहाँ चाहिँ यस्तो खोला फिन्जेको छ। त्यही भएको हुनाले हामीलाई खासै असर चाहिँ पर्दैन जस्तो लाग्छ। अब 3 जना बगेपछि बाइकको हालत जे पनि हुनसक्छ। पानी त होइन, पानी त भेट्दैन रहेछ नि त यहाँ त। किन यो तातेर ब्रेक लाग्नु छोड्यो क्या। अब यसलाई चाहिँ उपचार गरिसक्यौँ। यो ब्रेक चाहिँ अब धेरै तातेर लागेको थिएन भने अहिले चाहिँ ब्रेक आइसकेको छ र हाम्रो यात्रा अब घरसम्मको कन्टिन्यू हुनेछ। ड्राइभर यता हाम्रो मदन कान्छा अनि यता साइली अनि म
हामी तिनजना चाहिँ अब एउटै बाइकमा यसरी यात्रा गरेका छौँ। पाहाडको बाटो त्यसै त खराब हुन्छ कतै माथि पनि अब एक्सपिरियन्समा चाहिँ भर पर्ने हुनाले भयो कुन गीत गाउनुपर्ने कसरी गाउनुपर्ने प्रेम पसल छैन भनेर ल अब हामी आइपुग्यौँ। यहाँनिर चाहिँ ढोकभेट चल्दैछ। अब हाम्रो चेली माइतीको बल्ल बल्ल भेट हुँदै गर्दाखेरि अब ढोकभेटको कार्यक्रम त फेरि जाओस् न त। अनि अब हामी चाहिँ तिनजना एउटै बाइकमा आएको थियौँ र अब हाम्रो भाइलाई चाहिँ विशेष गरी अब मेरो दाइको लागि भनेपछि ज्यान दिनु हो एकदम हो त्यस्तो खालको मान्छे त्यही भएर मेरै भाइ त्यही हो र त। यो पाथिकाबाट लगाइदिएको बिस्कुट चाहिँ अब ढुटेर यस्तो भएछ। अब यस्तै भए पनि खानु चाहिँ पर्यो। लगाइदिएको यो त फेरि मैले अब यो चाहिँ पछि जान्छु भन्छ नगइहाल्छ कि हामी छौँ। त्यो दाइ कस्तो भनेको थाहा छैन। एउटा कचौडालाई अब यो चाहिँ मेरै भाइ हो। अब यो पछि जान्छु भन्दै गर्दा मन चाहिँ कटक खाएकै हो हाम्रो होइन। अब हाँसाइको बजार छ यसरी त्यसरी नजागे केटा तेरो दाइ छ हामीसँग त्यसो साथमा सम्झी कचौरा पक्रिने अवस्था छैन। हामी चाहिँ अब पाथिकामा निम्तोमा गएर आएर म चाहिँ माथि सागर भाइसँग आएँ चौबारीमा। अनि अब भाइ चल्लाको लागि यसो चारो रेडी गर्दैछ यहाँ मिक्स हाल्नु पर्ने। ए कति महिनाको चल्ला भयो कतिसम्म खुवाउने हो? चल्लाको दाइ साह्रै धेरै त लाग्छ नि 1.5 महिना जति भयो। अनि कति वर्ष चल्लाहरू? 30-32 वटा थियो दाइ। अघिबाट चल्ला कतिको बिक्री हुँदैछ भाइ? अनि बिक्री हुँदो रहेछ चल्ला? दाइ चल्ला धेरै होइन 45 जतिको बेचेँ। कति महिनाको चल्ला हो यो? 1.5 महिनाको दाइ। 1.5 महिनाको चल्ला है। 1.5 महिना भयो भने रहेछ यहाँ चाहिँ चल्लाहरू यस्तो खालको रहेछ। अलि भनेर भयो एक दिन। यो चाहिँ आफै पाल्ने है? यो चाहिँ घरमै पाल्ने भनेर दाइ माग्नु चाहिँ थुप्रै माग्दै थिएँ तर यसो गर्दा पनि हुने रहेछ। अब हामीले चाहिँ अब सानो चल्लाहरूलाई नै यसरी सम्हार गरेर पाल्दै गर्दाखेरि अलिअलि पैसा पनि हुँदैछ। 4500को बेचे भनिदिन्छ भाइले। अनि चारो चाहिँ कति लाग्दैछ भाइ यसलाई? ल ठिक छ। अब हामी चाहिँ सागर भाइकोमा आएर यसरी यो एकदम अर्ग्यानिक मह यो कालो कालो देख्छ चिनी जस्तो तर यो चिनी चाहिँ होइन। हुनसक्छ यो एकदम राम्रो मह छ। प्योर कालो मह छ। अब यसलाई चरप खाने हो। सागर भाइको मौरीले गरेको मेहनत हो यो। गाह्रो नान्नु नि त यसरी उठेर चरप कस्तो छ भाइ? मिठो छ कि नमिठो छ हो? दामी छ दाइ। हो